के तपाईलाई काठमाडौँको ट्राफिक जाममा बस्दा अत्याधिक छटपटी हुने समस्या छ? के अगाडिको सवारी साधन 2 सेकेन्ड रोकिँदा तपाईको हात स्वत हर्नमा पुग्छ? के सडकको डिभाइडर देख्ने बित्तिकै तपाईलाई गाडी उफार्न मन लाग्छ? वा लाइसेन्स र हेलमेट बिना नै मोटरसाइकल कुदाउने तीव्र इच्छा जाग्छ? यदि यी लक्षणहरू देखिएका छन् भने आजै बजारबाट खरिद गर्नुहोस् धैर्यता प्लस क्याप्सुल। सडक नियम मिचेर सामाजिक सञ्जालमा मक्ख पर्नुभएका चालक महानुभावहरू कृपया धेरै नहौसिनुहोला। यो क्याप्सुल दिनको 2 पटक खानुहोस्। ट्राफिक जाम सबैलाई हुन्छ, अलिकति धैर्य गरौँ। यसरी डिभाइडरमाथि गाडी चढाएर लेन मिचेर जताततै पार्किङ गरेर डिस्को डान्स गराउँदै टिकटकमा फेमस हुनुभन्दा नियम मानेर सेफ हुनु धेरै बेस। जनहितका लागि जारी सन्देश। सावधान, यो धैर्यता प्लस क्याप्सुल खाएपछि तपाईले ट्राफिक प्रहरीलाई दिने जरिवाना बापतको 500 वा सो भन्दा माथिको रकम बचत हुनेछ र प्रहरीको फेसबुक पेजबाट तपाईको धज्जी उड्ने गरी फोटो भिडियो अपलोड हुने छैन। यो सानो व्यावसायिक विज्ञापनपछि अब लागौं बाँकी समाचारतर्फ। प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै पदाधिकारीहरूलाई आफ्नो कार्यालयमा 9 घण्टा थुनेर पक्राउ पूर्जी काट्न बाध्य पारेको छ। हाम्रो देशको अख्तियारका केही विशिष्ट हाकिमहरूको एउटा पुरानो ऐतिहासिक बानी थियो, मिलेमतोमा ठूला ठूला नेताका भ्रष्टाचारका ठूला ठूला फाइलहरूलाई वर्षौंसम्म दराजमा थुनेर ताल्चा मारेर सुताइदिने। तर ती बिचारा हाकिमहरूलाई के थाहा, अरूको फाइल दराजमा थुन्ने बानी पर्दा पर्दा एक दिन आफै बालेनको कार्यालयमा 9 घण्टा थुनिने पालो आउँछ भनेर। के होस्, हिसाब किताब बराबर भएको छैन, अझै बाँकी छ। विशेष सूत्रका अनुसार यति बेला अख्तियारको दराजभित्र वर्षौंदेखि थुनिएका ती पुराना भ्रष्टाचारका फाइलहरूले पनि भित्रभित्रै खुसी मनाउँदै हाकिमहरूलाई जिस्क्याएर सोधिरहेको पुष्टि भएको छ। हेरौं एक फाइलको बयान जस्ताको तस्तै। हामीलाई त वर्षौंदेखि अँध्यारो दराजमा थुनेर राखेका थियौ नि हाकिम साहब, आज आफै 9 घण्टा कोठामा थुनिँदा कस्तो हुँदो रहेछ त? आनन्द आयो, खुचिङ खुचिङ मजा आयो। अब दसैँ नआई जानुस् न घर। दर्शकबिन, प्रधानमन्त्री कार्यालयको यो 9 घण्टे थुन्ने शैलीको गहिरो मनोवैज्ञानिक असर अब नेपाली समाज र घर घरमा पनि पर्न थालेको छ। हिजो मात्र झापाको दमकमा एउटा गम्भीर पारिवारिक दुर्घटना घटेको छ। एकजना महिला जो प्रधानमन्त्री बालेन शाहको डाइहार्ड फ्यान हुनुहुँदो रहेछ, उनले यो खबर सुन्ने बित्तिकै देशको शासकीय शैलीलाई सिधै आफ्नो बेडरुममा लागू गरेकी छिन्। हाम्रा सहकर्मीहरूले बाथरुमको ढोका बाहिरबाट खिचेको यो प्रत्यक्ष भिडियो फुटेज हेरौँ, जहाँ श्रीमतीले आफ्नो श्रीमानलाई अफिसबाट आएपछि फ्रेस हुनु भन्दै बाथरुममा हुलेर बाहिरबाट ताल्चा मारिदिएकी छिन्। अब न्यू रोड गएर मलाई त्यो महँगो लेहेंगा र कुर्ता किनेर नल्याइदिएसम्म त्यही भित्ताको ऐनामा आफ्नो अनुहार हेरेर बस्नु मैले कुञ्जनीमा पार गरेछु भनेर बालेनको फ्यान हो, ताल्चा त मोरी गए पनि खोल्दिन। ए बुढी, हुन्छ हुन्छ, म न्यू रोड मात्र होइन सिभिल मल धरहरा सबैतिर लैजान्छु। बाली पनि लैजाउँला काली, ढोका चाहिँ खोला न प्लिज, ए नाक फुट्न लागिसक्यो। आई लभ यु। यस घटनाले के प्रमाणित गर्छ भने अब देशमा मात्र होइन घर घरमा पनि बालेन शैलीको माग पूरा गराउने ट्रेन्ड सुरु भइसकेको छ। त्यसैले सम्पूर्ण विवाहित पुरुष महानुभावहरूलाई हाम्रो विनम्र अनुरोध, बेलुका घर फर्किँदा श्रीमतीलाई खुसी पार्न केही न केही लिएर जानुहोला, नत्र तपाईको आगामी दिन कति घण्टा कुन बाथरुममा बित्नेछ यसै भन्न सकिन्न। कता हो तपाईँ? भरे आउँदा त्यो मैले पठाएको भाइरल सेट कुर्ती किनेर ल्याइदिनु है, नकिनिकन आउने भए घर नआए पनि हुन्छ। सम्मान्य सभामुख महोदय, अहिले अमेरिका, मेक्सिको र क्यानाडामा फुटबलको 23औं संस्करण वर्ल्ड कप चलिराखेको छ। तर विडम्बना के भने नेपालमा अहिले त्यो वर्ल्ड कप हेर्नका लागि 979 रुपियाँ तिर्नुपर्छ। यो सरासर लुट हो। त्यसो भएको हुनाले म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु, निशुल्क सबै टिभी मार्फत निशुल्क हेर्ने वातावरण बनाइनु पर्दछ। देशमा महँगीले जनताको भान्सामा फ्री किक हानिसक्यो, तर मान्यज्यूलाई टिभीमा विश्वकप हेर्न फ्री पास चाहिएको छ। मलाई त लाग्छ अर्को पटक संसद बैठकमा मान्यज्यूले फुटबल हेर्दा हेर्दै खाने चिसो कोक र पपकर्न पनि सरकारले घर घरमा फ्री डेलिभरी गरोस् भन्दै माग राख्नेछन्।
जनताले अस्पतालमा फ्रीमा सिटामोल र उपचार पाएका छैनन्। तर मान्यज्यूलाई लाग्छ देशको सबैभन्दा ठुलो समस्या भनेको, राष्ट्रिय समस्या भनेको मेस्सी र रोनाल्डोको म्याच फ्रीमा नदेखिनु हो। मान्यज्यू, फुटबल त 90 मिनेटमा सकिन्छ, तर तपाईँहरूले यो संसदमा गर्ने यो कमेडी सो त हामीले 5 वर्षसम्म फ्रीमा हेर्नुपर्नेछ। यस्तै यस्तै बोल्ने हो त। यसमा आफ्नै खेलाडीहरूले डाइट र जर्सी नपाएर विदेश पलायन भइरहेका छन्। भुइँका खेलाडीहरूलाई जुत्ता किन्ने बजेट छैन, तर संसदमा बहस चाहिँ अमेरिकामा रङ्गशालामा हुने म्याच कसरी फ्रीमा हेर्ने भन्नेमा छ। 8 अर्बको ई पासपोर्ट छपाई घोटाला काण्डमा पूर्व परराष्ट्र मन्त्री आर्जु राणा र छोरा जयवीर सिंह देउबा दुवैजना मुछिएका छन्। अख्तियारले बयानका लागि खोजी सुरु गर्दै बुढा नीलकण्ठ निवासको भित्तामा 3 दिनभित्र हाजिर हुनु भन्दै कडा नोटिस टाँसिदिएको छ। तर उताबाट म्याडमले तत्कालै इमेल पठाउँदै भनेकी छिन्, म त अहिले देश बाहिर उपचार गराउँदैछु, आउन मिल्दैन। अचम्म छ, नेपालमा अख्तियारको फाइल खुल्ने बित्तिकै उता विदेशमा उनीहरूको सुगर, प्रेसर, ढाड दुख्ने व्यथा बल्झिन थालेको छ। ढुक्क हुनुहोस् म्याडम, अब उपचार नेपालमै हुनेछ। सुरुमा यो भिडियो हेरौँ। काठमाडौँको मुख्य सडकमा हालै एउटा सार्वजनिक बसले यसरी ट्राफिक नियमको धज्जी उडाउँदै डिभाइडर लेन क्रस गरेको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भएको थियो। नागरिक स्तरबाट व्यापक आक्रोश व्यक्त भएपछि उपत्यका ट्राफिक प्रहरीले उक्त अत्याधुनिक बसका डन चालकमाथि एक ऐतिहासिक र निकै कठोर कारबाही प्रक्रिया अगाडि बढाएको छ। उक्त कारबाहीको आधिकारिक भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। प्राप्त जानकारी अनुसार कारबाहीको प्रकृति अत्यन्तै संवेदनशील र भयावह थियो। प्रहरी एक अधिकारीले चालकलाई निकै गम्भीर स्वरमा निर्देशन दिँदै भनेका थिए, लौ दाइ, तपाईँले सडकको नियम मिच्नुभयो, 500 को चिट काटिएको छ, भोलि कोर्स लिन आउनुहोला अनि लाइसेन्स लिएर जानुहोला। जम्मा 500 रुपियाँ जरिवाना। विश्लेषकहरूका अनुसार यो ती प्रतिभावान चालकको असाधारण कला र क्षमताको सरासर अपमान हो। यस्तो सडकमा स्टन देखाउने आँटिलो मर्द ड्राइभरलाई 500 को चिट काटेर मात्रै पुग्दैन, उहाँलाई नेपाल सरकारले उहाँलाई सिधै ओलम्पिकको जिम्नास्टिक विधामा प्रतिस्पर्धा गर्न पठाउनुपर्छ। कम्तीमा देशको लागि एउटा स्वर्ण पदक त सुनिश्चित आउने थियो। यस कठोर कारबाहीपछि उक्त यातायात सेवाका सहचालकको आत्मविश्वास र कार्य मनोबल अभूतपूर्व रूपमा वृद्धि भएको प्रतिवेदन प्राप्त भएको छ। हाम्रा विशेष प्रतिनिधिले स्थलगत रूपमा खिचेको भिडियो फुटेजमा सहचालकको नयाँ व्यावसायिक रणनीति प्रष्ट देखिन्छ। नपत्याए यो भिडियो हेर्नुहोस्। ए दाइ, जाबो 500 को चिट फुटपाथबाटै गुडाइदिने हो कि क्या हो? चल्दिउँ चल्दिउँ, ल हे जाउँ 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 जाउँ, कलङ्की 7 बाटो, कलङ्की 7 बाटो, 7 बाटो, 7 बाटो, गुडेर जाने भए 25, डिभाइडरबाट फुटपाथबाट जाने भए 50-50, नन स्टप एक्सप्रेस। सडक यात्राको यो नयाँ कार्यशैलीले काठमाडौँका अभिभावकहरूमा भने गम्भीर मनोवैज्ञानिक त्रास सिर्जना गरेको छ। कोटेश्वर क्षेत्रका एक नागरिकले आफ्नो सन्तानलाई घरबाट बिदा गर्दा व्यक्त गर्नुभएको यो अर्को भिडियो हेरौँ। ओ नानी, त्यहाँ बाटो काट्दाखेरि दायाँ बायाँ मात्रै हेरेर पुग्दैन है, यसो माथितिर पनि हेर्नुपर्छ। अहिले उहाँ कता कता डिभाइडरतिर कुदा भनेको छ, फुटपाथतिर कुदाउने भनेको छ, त्यही भएर एकदम विचार गरेर हिँड्नु। कुन ड्राइभर दाइले फेरि कतिखेर आकाशबाट हालिदिन्छ, उडाइदिन्छ बस, विचार गरेर हिँड्नु है, विचार गरेर हिँड्नु ल। यस घटना नकारात्मक भए पनि हाम्रो देशको सुस्त सरकारी संयन्त्रले भने ठूलो प्रशासनिक पाठ सिक्न आवश्यक देखिन्छ। हाम्रा सरकारी कार्यालयहरूमा एउटा फाइल वर्षौंसम्म एउटा टेबलबाट अर्को टेबलमा सर्दैन, तर हाम्रा चालक दाइको क्षमता हेर्नुहोस् त, 1 सेकेन्डमै डिभाइडर क्रस गरेर अर्को लेनमा फरवर्ड गरिदिए। यदि यो स्पिड सरकारी कार्यालयमा लागू हुने हो भने देश विकासको गति कहाँ पुग्थ्यो होला।
दर्शकबिन अब लागौँ एउटा व्यावसायिक विज्ञापनतर्फ। के तपाईँलाई काठमाडौँको ट्राफिक जाममा बस्दा अत्याधिक छटपटी हुने समस्या छ? के अगाडिको सवारी साधन 2 सेकेन्ड रोकिँदा तपाईँको हात स्वत हर्नमा पुग्छ? के सडकको डिभाइडर देख्ने बित्तिकै तपाईँलाई गाडी उफार्न मन लाग्छ? वा लाइसेन्स र हेलमेट बिना नै मोटरसाइकल कुदाउने तीव्र इच्छा जाग्छ? यदि यी लक्षणहरू देखिएका छन् भने आजै बजारबाट खरिद गर्नुहोस् धैर्यता प्लस क्याप्सुल। सडक नियम मिचेर सामाजिक सञ्जालमा मक्ख पर्नुभएका चालक महानुभावहरू कृपया धेरै नहौसिनुहोला। यो क्याप्सुल दिनको 2 पटक खानुहोस्। ट्राफिक जाम सबैलाई हुन्छ, अलिकति धैर्य गरौँ। यसरी डिभाइडरमाथि गाडी चढाएर लेन मिचेर जताततै पार्किङ गरेर डिस्को डान्स गराउँदै टिकटकमा फेमस हुनुभन्दा नियम मानेर सेफ हुनु धेरै बेस। जनहितका लागि जारी सन्देश। सावधान, यो धैर्यता प्लस क्याप्सुल खाएपछि तपाईँले ट्राफिक प्रहरीलाई दिने जरिवाना बापतको 500 वा सो भन्दा माथिको रकम बचत हुनेछ र प्रहरीको फेसबुक पेजबाट तपाईँको धज्जी उड्ने गरी फोटो भिडियो अपलोड हुने छैन।